अकालमा मृत्युवरण गरेका स्कुलमा जो जन्म परेका पाउन् सबैले वैकुण्ठ नाम भन्दै गरौँ श्री हरिमा प्रणाम। श्रीमद् भागवत महापुराण महात्म्य को जय। लक्ष्मी नारायण भगवान को जय। पुराण पुरुषोत्तम भगवान को जय। श्रीताम देवदेवी स नारायण जगत्पति तोरीय नवदानेन कथा शेषवा कथा। सर्वे श्रोता सावधान भवन्तु। अब जो विस्तार बताइने भएका वचन श्रीमद् भागवत महापुराणको महात्म्य पद्म पुराणको उत्तरखण्डबाट प्राप्ति गरिकन ल्याइएको आज तृतीय तेस्रो अध्यायको महात्म्यमा हामी अहिले प्रवेश गर्दैछौँ। हामी दिवाकाल सत्रमा भागवतका मूल ग्रन्थहरू सुन्दैछौँ। हामीले नृसिंह भगवानको चरित्र सुन्यौँ। भक्त प्रहलाद, हिरण्यकश्यपको छोरो प्रहलाद, प्रहलादको छोरो विरोचन, विरोचनको छोरो बलि, बलिको छोरो बाणासुर, यिनको चरित्र हामीले घर श्रवण गऱ्यौँ। अनि गएर भगवानको घर हरि अवतार समुद्र मन्थन, अनि गएर वामन अवतार राजन। भगवानले वामन अवतार लिएर राजा बलिजी महाराजलाई गएर 3 पाउ जमिन छल गरिकन सुतल लोकमा पुर्याउने काम गर्नुभयो। राजा बलिकामा गएर भगवान 3 पाउ जमिन माग्न जानुभएको थियो। राजा बलिले गएर एउटा यज्ञ माग्नु, गाउँ माग्नु, ढोल माग्नु, राज्य माग्नु भन्दा हे राजा बलि, मलाई त्यत्रो चाहिँदैन, दिने भए 3 पाउ जमिन दान गर, होइन भने म जान्छु। हे प्रभु, हजुरलाई गएर त्यतिर बसेर हैन सबै काउन्ट हिसाबले सानो भिडियो बनाउनु पर्ने। हात्ती दान गर्छु, युट्युबतिर हाल्नु नि हात्तीमा म चढ्नै सक्दिनँ, जमिन दान गर्छु, म खेती गर्न सक्दिनँ। राजा, मलाई दिने भए 3 पाउ जमिन दान गर, होइन भने मलाई चाहिँदैन, भगवानले भन्नुभयो। राजा बलिले बहुतै घमण्ड गरे। आज घमण्ड गरेर हजुरलाई गएर एउटा एरिया दान गर्छु, राज्य दान गर्छु, टोल दान गर्छु, गाउँ दान गर्छु, सारा राज्य दान गर्छु भन्नुभयो। आखिरी भगवानले गएर 2 पाउ जमिनले विश्व ब्रह्माण्ड जम्मै नाप्नुभयो। राजा बलिको शिरमा टेकेर भगवानले शान्ति गर्नुभयो। राजा, यी भगवानका चरित्रहरू हामीले गएर दिवा सत्रमा गएर सुन्यौँ। अहिले हामी महात्म्य सत्रमा कथा श्रवण गर्न आएका छौँ। हजुरहरू सबैजना यता यता स्थानमा